गाइस म चाहिँ घुम्न जाँदैछु सर्ट लागेर घाम पनि आइरहेको छ बाहिर यस्तो छ गाडीहरूको आवाज आइरहेछ हरियाली नै छ ठिकै छ गर्मी चलिरहेछ सर्ट पारेर यस्तै छ है बाहिर दोकानतिर चोकतिर घुम्न जाँदैछु केटा आऊ चोकतिर अहिले त घाम चाहिँ अनुहारमै आएको छ सबै माथि लाएर बच्चाहरू यस्तो कुदाइरहेको छ कि साइकल यत्तिकै चाहिँ हुनु पऱ्यो क्या स्याटरडे केटाहरूको राइड चलिरहेछ म चाहिँ बाहिर घुम्न जानु भइरहेछ गाइस म चाहिँ तस्बिर यस्तो गरेर सट्ट बाहिर घुम्न आएको छु आज चाहिँ शनिबार सट्ट परेर चस्मा लगाएर चट्ट परेर हिँडिरहेछ है पानी सानी छ चट्ट परेर हिँडिरहेछ आज चाहिँ एक्लै छु म कोही पनि छैन साथी अहिले चाहिँ यस्तो छ है यस्तो मेट्रो स्टेसन यहाँ अगाडि छ भने म मेट्रो चढेर जानुपर्छ चढ्न जाँदैछु सट्ट परेर यस्तो चढ्नुपर्छ एकदिन ढ्याक्क परेर मेट्रो स्टेसन आयो अब म मेट्रो चढेर जान्छु है त गाइस फाइनल्ली मायालुसँग भेटेपछि एउटा भिडियो त खिच्नै पर्यो यसो खिचे कुराकानी गरे र कता जाने के गर्ने भनेर हामी सल्लाह लिँदै भिडियो बनाउँदै मस्त हाँस्दै रमाइलो गर्दै बसे अब हामी कता जाने सल्लाह गरे फाइनल्ली हामी चाहिँ पार्कमा आइपुगे पार्कको वातावरण चाहिँ एकदम राम्रो रहेछ सुन्दर रहेछ हरियाली घाम मजाले लागिरहेको थियो हामी कुर्सीमा एकछिन बसी कुराकानी गरे रमाइलो कुराकानी गर्दै हामी चाहिँ अब अगाडि के हुन्छ सबै देखाउँछु तपाईहरुलाई हेर्नुहोस् उ चाहिँ मजाले मोबाइल मात्र चलाएर बस्छ झ्याउ लाग्दो उता जाम के गरम कसो गरम भने केही पनि भन्दैन मोबाइलमा मस्त बिजी आम्मामा हेर्नुहोस् त कति बिजी भएको हेर्नुहोस् मलाई झ्याउ लाग्यो अब कता जाने हो ल जाम भनेर हामी अगाडि बढे उसलाई चाहिँ मलाई आइसक्रिम खानु पर्यो मलाई आइसक्रिम मन पर्छ भनेर आइसक्रिम किनेर खायो अनि खाँदै थियो उसलाई मिठो लाग्यो रे हावाले कपाल सपाल उडायो मेरो कपाल बिग्रियो भनेर पारेर रुन्ची अनुहार बनाउँदै थियो अनि मलाई पनि खुवायो मैले पनि खाएँ मिठो रहेछ यस्तो गर्मी मस्त घाम लागिरहेको थियो कि हावा नि मजाले चलिरहेको थियो हावाले मेरो कपाल उडायो भन्यो हामी चाहिँ टिकटक बनाउनतिर लाग्यो है साथीहरू कपाल एक दुईवटा फोटो भिडियो टिकटक त बनाउनै पर्यो टिकटक बनाएन भने त घुमेको मजा नै आएन टिकटक भिडियो फोटो त खिच्नै पर्यो बनाउनै पर्यो होइन त साथीहरू यसो एक दुईवटा भिडियो बनायौँ टिकटक बनाइसकेर हामी चाहिँ तलतिर खोलातिर जाउँ भनेर लागे कहाँ जाने रे हामी घुम्नुलाई उता हेरेर को सुतेको म चाहिँ बुढीलाई घुमाउँदैछु फाइनल्ली आज कहाँ मेरो कपाल हेर अलि यता गर्दै अब के गर्नु त बुढी हावा चलिरहेछ त यस्तै छ है मजाले घाम यस्तो छ पार्कहरू चाहिँ हजुरहरू नि हेर्नुहोस् हामी पनि रमाइलो तल खोलातिर जाने हो हामी तलतिर खोलातिर नि जाने हो हामी यस गर्ने हो आज हाम्रो काम चाहिँ घुमन्ते फिरन्ते डुलान्ते गाजलु समाउँदै क्या तिम्रा भाका कस्तो राम्रो फुलफुलेको नि हामी चाहिँ मजाले यो ड्यामको अगाडि आएर
चट्ट खोलाको छेउमा नि फोटो भिडियो खिचेँ, यसो घुमेँ। हैट के साह्रो डर लाग्दो छ भनेर त हेरेँ गरेको त नगर भन्न थियो। म चाहिँ फेरि झङ्क्रे हेर हेर न डान्स हालिरहेको थिएँ, पछाडि हेरेँ फोटोसोटो खिचेँ। हावा चलिरहेको थियो सुहाँ गरेर आफ्नो कतिवटा सामान काटी आइरहेको थियो। रमाइलो भइरहेको छ दिन चाहिँ। तपाईँहरूलाई हाम्रो कपाल ब्लग्स कस्तो लाग्यो भनिदिनुहोस्। तपाईँहरूलाई यस्तै ब्लगहरू हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनुहोस्। हामी दुईजनाको यस्तो राम्रो मिठो ब्लगहरू हामी ल्याउने कोसिस गर्दछौँ। तपाईँहरूलाई हाम्रो जोडी कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस्। लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।